सम्पूर्ण साथीहरूमा विशेष नमस्कार। हाम्रा समाजमा कुनै पनि व्यक्ति विशेषलाई तीनटा कुराले प्रहार हुँदैछ भने त्यो व्यक्तिले डराउनु हुँदैन। उसले बुझ्नुपर्छ कि म सफल हुँदैछु। यो समाजमा, नेपाली समाजमा हुर्किँदै गएको एउटा संस्कार छ क्या। हेर्दाखेरि ती व्यक्तिहरू यस्ता हुन्छन् जो अरू सफल भएको हेर्न सक्दैन, असफल भएको हेर्न चाहन्छन् र ऊ पनि असफल नै छ। अनि त्यो असफल व्यक्तिले सफल भएको व्यक्तिलाई हेर्न नसक्दाखेरि जम्मा तीनटा विषयहरू उसले बारम्बार कोसिस गर्छ असफल पार्नको लागि। त्यो असफल हुने व्यक्तिले नम्बर 1, ऊ तीव्र त्यो सफल हुने व्यक्तिको विरोध गर्न खोज्छ। यति विरोध गर्छ उसको कामै त्यही हुन्छ, सबै काम छोड्छ, त्यही विरोध गर्ने कुरामा निरन्तर रूपमा लाग्छ कि उसको ड्युटी नै हो त्यो, होइन? ऊ सकेसम्म भात पनि खाँदैन क्या, विरोध गर्न पायो भने त्यसरी बस्छ विरोध गरेर। किनभने त्यो सफल हुने व्यक्ति लट्रम्म रुखमा फल लागे जस्तो फल लागिरहेको हुन्छ। अनि त्यसलाई विरोध गरेर, त्यसलाई कुहाइएर, त्यसलाई तल्लो स्तरमा पुर्याएर अनि त्यो फलेको फल आफू खानलाई उसको ड्युटी नै विरोध गर्ने हुन्छ। नम्बर 1। नम्बर 2, कुरा काट्ने बानी है। कुनै मान्छे सफल हुँदैछ भने उसका वरिपरिका धेरै मान्छे कुरा काट्न लागेका हुन्छन् क्या। त्यो मान्छे यस्तो, त्यो मान्छे यस्तो, ऊ मान्छे यस्तो। उसको ड्युटी बारम्बार त्यही हुन्छ। उसले घरको काम बिर्सिन्छ, घरको परिवार बिर्सिन्छ, आफ्नो पूजा संस्कार बिर्सिन्छ, आफ्नो संस्कृति बिर्सिन्छ, आफ्नो धर्म बिर्सिन्छ, आफ्नो दैनिक कार्यसूची बिर्सेर ऊ कुरा काटै गर्छ त्यो सफल हुने मान्छेको। तर त्यो जुन मान्छेको कुरा काट्दैछ त्यो सफल भएको मान्छे आत्तिनु हुँदैन। उसले के बुझ्नुपर्छ भने यो मेरो निःशुल्क रूपमा ड्युटी गर्दैछ र काहीँ न काहीँ बिना काममा उसले आफ्नो नाम लिँदैछ भनेर उसले आफू ढुक्काउनुपर्छ। अनि नम्बर 3, अर्को एउटा प्रवृत्ति छ नेपाली समाजमा। कोही मान्छे सफल हुँदैछ भने त्यो मान्छेको विरोधीहरू धेरै हुन्छन् र उसलाई पछार्नका लागि, उसको खुट्टा तान्नको लागि, खुट्टा तान्ने प्रवृत्तिमा लाग्नको लागि बारम्बार उसको विरोध गर्छन्। पाइलामा मन्दिरमा गयो, मन्दिरमै विरोध गर्छन्। हाट बजारमा आयो, विरोध गर्छन्, होइन? अब खुट्टा तान्छन् भनौँ न मोटामोटीमा। उसले के बुझ्नुपर्छ भने सकेसम्म जति खुट्टा तान्नेहरूको सङ्ख्या बढी हुन्छ नि हाम्रो समाजमा, त्यो खुट्टा तानिने व्यक्तिले के बुझ्नुपर्छ भने म सगरमाथाको शिखर चढ्दैछु, म सफलताको शिखर चल्दैछु, म सफल हुँदैछु, म गन्तव्यमा पुग्दैछु। त्यसैले यी कायरहरू कुरा काट्न, खुट्टा तान्न र विरोध गर्न कम्मर कसेर लागेका छन्। यी आफू केही पनि गर्दैनन् र अर्काले गरेको देखि पनि सक्दैनन्। यिनको दृष्टिकोण त्यही छ। त्यसो हुनाले गर्दा म आत्तिनु हुँदैन, म अगाडि बढ्नुपर्छ भन्ने सोचेर अगाडि बढ्यो भने अवश्य रूपमा सफल हुन्छ। नत्र हो भने मेरो विरोध पनि गर्दैछन्, कुरा पनि काट्दैछन्, खुट्टा पनि तान्दैछन् भनेर तपाईँ सम्झिनुभयो भने जहाँको त्यहीँ थेचारिनुहुन्छ र त्यही कुरा काट्नेसँग दिनै पछि बसेर उसको झोले भएर हिँड्नुपर्छ। त्यसैले विरोध गरे भने, कुरा काटे भने र खुट्टा ताने भने नआत्तिनुहोस्, तपाईँ सफल हुनुहुँदैछ। र नेपाली समाजमा भएका, सबै त भन्दिनँ, त्यो समाजमा भएका केही विसङ्गति दृष्टिकोण भएका मान्छेहरूले जम्मा 3टा कुरा बारम्बार गर्छन्। आफ्नो सम्पूर्ण कार्यसूची बिर्सेर कुरा काट्ने, विरोध गर्ने र अर्को तपाईँको खुट्टा तान्ने काममा त्यो लागिरहन्छन्, जसले त्यसले केही गर्न सक्दैन। तर त्यस्ता मान्छेको पछि नलागेर, त्यस्ता मान्छेका कुरा सुनेर तपाईँ लन्ठङ अगाडि बढ्नुहोस्। एउटै शब्दमा, हात्ती लम्किँदैछ, कुकुर भुक्दैछ, बस तपाईँ सफल हुनुहुन्छ। हवस् त, नमस्कार। तपाईँलाई कस्तो लाग्यो कमेन्ट गर्नुहोला।